नमो नमः सर्वेभ्यो। नमो नमः। मम नाम रामभक्त घिमिरे अस्ति। सदा जस्तै हामी शनिबारीय श्रृङ्खलामा जोडिसकेका छौँ। नेपाल गुरुदेश हो, योगा ओरिजिनेट कन्ट्री नेपाल। र नेपालमा धेरै महापुरुषहरू जन्मिनुभयो। सारा विश्वलाई गणित सिकाउने 2 मा 2 जोड्दा 4 हुन्छ भनेर ज्योतिषका प्रवक्ता पराशर ऋषिको जन्म पनि नेपालमै भएको थियो। योग गुरु पतञ्जलि पातन सूत्रका प्रणेता पतञ्जलि ऋषिको जन्म अर्घाखाँचीको गोनर्द पहाडमा भएको थियो। र नेपाल शब्द नेमुनिद्वारा प्रतिपादित र तपस्वी ले तपस्या गरेको हुनाले नेपालको नाम रहन गयो। भलै त्यसबेला एउटा सानो भूखण्ड थियो भने त्यो नेपाल शब्दले अहिले हालमा समग्र भूभागलाई जनाउँदछ। र पहिला आजभन्दा लाखौं वर्ष पहिले नेपाल एउटा बङ्गालको खाडी पूर्वतर्फ भने भारतको द्वारिका नदी बबईको पश्चिमतर्फ पर्थ्यो भने यो भूभाग समुद्रले ढाकिएको थियो। र बिस्तारै बिस्तारै यी प्लेटहरू पनि ठाउँ ठाउँमा सर्दै जाने र भूखण्डहरू उथल पथल हुने क्रम रहिरहने गर्छ भने र अहिलेको सगरमाथा त्यतिखेरको जुन भूखण्डको परिवर्तनले गर्दा यो ठाउँमा सगरमाथाको उत्पत्ति पनि अहिले देखिन्छ। त्यसैले नेपाललाई सहस्रार चक्रको भूमि भनेर भन्दछौँ भने र एउटा सभ्यताको केन्द्रको रूपमा हामी लिन्छौँ, जुन शालिग्रामबाट हामीले प्रस्ट्याउन सकिन्छौँ, जसलाई हामीले विज्ञानको भाषामा भन्दा हजारौं वर्ष पहिले भएका फोसिलहरूको अध्ययन, जुन ढुङ्गामा भएका विविध छापहरूलाई हेरेर हामी भन्न सक्दछौँ। त्यसैले हामी नेपालीहरूका पूर्वज र वंशज भनेको भगवान गौतम बुद्ध, भगवान शिवजी, पार्वती, यी यस्ताका वंशज हौं र उहाँहरूको रगत हाम्रो रगतमा मिसिन गएको छ। त्यसैले हामी एउटा सन्तका पुत्र हौं र हामी पनि सन्तै हुन्छौं र सन्तै हुनुपर्छ भन्ने हाम्रो मिसन हो र हामी गुरु हुनुपर्छ भन्ने हाम्रो मिसन हो। त्यही दिशातिर हामीले अहिलेको यो जुन कार्यक्रमलाई अगाडि बढाइरहेका छौं। एउटा सन्तको नेचर कस्तो हुन्छ भन्दाखेरि एउटा जंगलमा चर्ने गाई जंगलमा चर्न जान्छ, तर जंगलमा चर्न जाँदा उसलाई जुकाले टोक्छ, काँडाले कोतर्छ, तर उसले जुन घाँस खाइसकेपछि, त्यो विविध दुःख कष्ट पाइसकेपछि उसले दिने चाहिँ दूध हो, जसले गर्दा आफ्नो बच्चालाई पालन पोषित गर्दछ। त्यस्तै महापुरुषहरू पनि को नेचर पनि त्यस्तै हुन्छ। फटकर छाला जहाँ जाला जोगी भातै खाला भन्ने एउटा सानो उखान रहेको छ। भनेको महापुरुषहरूले विविध दुःख कष्ट पाउँछन्, तर उनीहरूले हामीलाई दिने एउटा जुन सभ्यता संस्कृति भनेको उनीहरूकै कारणले गर्दा अडिराखेको छ भनेर हामी भन्न सक्छौँ। र नेपाल आजभन्दा अगाडि 2047 सालको संविधान अनुसार हिन्दू राष्ट्र थियो, पछि 2063 पछि निरपेक्ष राष्ट्र बनाइयो। तर यहाँ तैपनि एउटा संख्यात्मक हिसाबले नेपालमा 87% भन्दा बढी हिन्दूहरू बस्छन्, तर एउटा संविधान सभा मार्फत चाहिँ निरपेक्ष रूपमा नेपाल हिन्दू राष्ट्र नभइकन निरपेक्ष रूपमा राखियो। तैपनि नेपाल एउटा के हो, हिन्दू राष्ट्र हो।
र एउटा गुरु राष्ट्र हो भन्ने कुराको पहिचानलाई नै हामीले पछ्याइराखेका छौँ। जुन आफ्नो सभ्यता संस्कृति भुलिएको खण्डमा आफू को हो भन्ने कुरा हामीले थाहा पाउँदैनौँ। र महापुरुषको नेचर कस्तो हुन्छ भन्दा कोही महापुरुषहरू आफ्नो बखान अरूलाई देखाउँदै आफ्नो कृतित्व फैलाउँदै महापुरुषको रूपमा माला लाउने अनि खादा ओढ्ने होइन विभिन्न टिकाहरू लाउने त्यस्तो देखिन्छ भने कोही महापुरुषले को हो भन्ने कुरा थाहै पाउँदैन। महापुरुषलाई बुझ्नको लागि आफू स्वयंभित्र अन्तर्दृष्टि नभएसम्म हामीले महापुरुषलाई चिन्न सक्दैनौँ। महाभारतको लडाईँ जित्नको लागि अर्जुनले नेपालको पशुपतिनाथमा आएर किरातेश्वर महादेवको तपस्या गरिसकेपछि प्रार्थना गरिसकेपछि एउटा पाशवत अस्त्र प्राप्त गरेका थिए। त्यही अस्त्रले नै भगवान अर्जुनले महाभारतको युद्ध जित्नु भएको थियो। त्यही भूमिमा त्यही ठाउँमा धेरै महापुरुषहरू आउने जाने क्रमहरू भयो। त्यसै मध्येमा एकजना ब्रह्मचारी योगी भनेर यहाँका धेरै स्थानीय व्यक्तिहरूले चिन्नुहुन्थ्यो। तर ती महापुरुष को हुन् के हुन् भन्ने कुरामा उहाँको गुरु के हुन् उहाँले साधना गरे के हो भन्ने कुरा केही पत्ता लाग्न सकेन। तर उहाँको जुन अनुसन्धानले बताए अनुसार उहाँको जुन नेचर हेर्दा उहाँ अष्टभैरवको अगाडि उहाँ बस्नुहुन्थ्यो, अष्टभैरवको मन्दिर अगाडि, र उहाँलाई जे दिन्छन् अरूले जे ल्याएर अगाडि ल्याइदिन्छन् त्यही कुरा उहाँले खानुहुन्थ्यो। र कहिले पनि म यस्तो हुँ उस्तो हुँ भनेर उहाँले कहिले केही भन्नु भएन। तर कोही व्यक्ति उहाँलाई केही माग्न गएको खण्डमा उहाँले उहाँको आशीर्वचनले गर्दा ती व्यक्तिहरू एकदम धन्य भएर फर्किन्थे। र उहाँको नेचर कस्तो थियो भने जसले दिन्छ ती व्यक्तिसँग उहाँले नमाग्ने, जसले कहिले केही दिँदैन ती व्यक्तिसँग उहाँले माग्ने गर्नुहुन्थ्यो। त्यसै क्रममा एकजना राणाकालीन व्यक्तिसँग उहाँले कसैले केही नदिने त्यस्तो व्यक्तिसँग उहाँले माग्नु भएछ जेरी खानको लागि। अनि ती व्यक्तिले आधा किलो जेरी ल्याएर दिएछन्। जेरी ल्याएर दिएपछि ती महापुरुषले यताउता चारै दिशातिर हेरिसकेपछि उहाँले खानु भएनछ त्यो जेरी। केही कुकुरलाई दिनुभयो, केही बाँदरहरूलाई दिनुभयो। र त्यो जेरी दिने व्यक्ति चाहिँ टुवा परेर त्यो महापुरुषको अगाडि हेर्दाखेरि उस हेरेको हेरै भयो। तर ती महापुरुषले थाहा पाउनु भएछ कि उसको अन्तर्मनको कुरा। मानिलियौँ उसले घमण्ड र अहङ्कारले गर्दा दिएको जेरी म किन खाऊँ भन्ने हिसाबले उहाँले बाँदरलाई र कुकुरलाई दिनुभयो। तर उहाँको जुन त्यो भावले गर्दा दिइसकेपछि महापुरुषहरूले यो व्यक्ति को हो कस्तो हो भन्ने कुरा चाहिँ उनीहरू अगाडि पर्ने बित्तिकै उनीहरूको भाव दशा पढ्ने बित्तिकै उनीहरूले थाहा पाउँछन्। तर आफ्नो आइडेन्टिटी चाहिँ आफ्नो जुन पहिचान चाहिँ प्राय महापुरुषले चाहिँ लुकाउने गर्छन्। त्यो कुरा उनीहरूले प्राय बताउँदैन। त्यो हुनाले गर्दा हामीले चाहिँ महापुरुषलाई चिन्नको लागि आफूभित्र नै एउटा साधना अन्तर्दृष्टि भएको खण्डमा नै हामीले त्यस्तो पत्ता लगाउन सकिन्छ। र यस्ता घटनाहरू महापुरुषको सवालमा त्यस्ता सिद्ध योगीहरू बाबाहरूको सवालमा यस्ता घटनाहरू चाहिँ धेरै घटितहरू देखिन्छ। त्यो पत्याउन सकिँदैन। सामान्य हामी मान्छेले कसैले सुनाउँदाखेरि त्यसको न प्रमाण हुन्छ न के हुन्छ, तर त्यो भोग्ने मान्छेलाई थाहा हुन्छ। त्यसैले महापुरुषहरूले चाहेको खण्डमा त्यस्ता सिद्ध साधना योगी महापुरुषहरूले उनीहरूले जे पनि गर्न सक्छन्, जे पनि दिन सक्छन् भन्ने कुरा चाहिँ देखिने गर्दछ। त्यही राष्ट्र नै नेपाल हो र यहाँ धेरै महापुरुषहरू जन्मेका छन् भन्दै एउटा महापुरुषको सामान्य चिन्हको लागि हामीभित्र अन्तर्दृष्टि विकास हुनुपर्छ भन्ने ध्येयका साथ म आज बिदा हुन्छु। ओम नमो नमः। हार्दिक आभार।